आज म तपाईहरुलाई बताउन गइरहेको छु कि कसरी नेपालीहरूले आफ्नो आमालाई आफै बेच्छन्। नमस्ते सम्पूर्ण देशवासीमा, म अजित राई तपाईहरुलाई स्वागत गर्दछु। यो भन्दा अघि हामीहरुलाई जान्नु पर्दछ कि भोट भनेको के हो र केही पैसा, मासु भात, पेट्रोल वा रक्सीको लागि हामी आफ्नो भोट मात्रै बेच्छौं र पक्कै हैन। आज हामीहरु न त राम्रो शिक्षा पाउन सक्छौं देशमा, न त स्वास्थ्य सेवा, न त रोजगारी, न त न्याय। यो सबै हुनुमा जति दोष नेताको छ उति नै दोष जनताको पनि छ। जब जनताहरू पीडामा हुन्छ तब नेताहरूको अत्तो पत्तो हुँदैन र जब चुनाव आउँछ तब नेताहरू हामीहरूको वरिपरि देखिन थाल्छ। म सम्पूर्ण देशवासीमा आग्रह गर्न चाहन्छु, नझुकिनुस्। जब भोट किनबेचको कुरा आउँछ तब देशमा भइरहेको भ्रष्टाचारी, बेरोजगारी, अशक्त र गरिब जनतालाई सम्झिनुस्। तपाईको एक भोटले देशमा रोजगारी आउन सक्छ, राम्रो स्वास्थ्य सेवा पाउन सकिन्छ, अन्याय भोगेकोलाई न्याय मिल्न सक्छ। तपाईको भोट 500 वा 1000 को छैन। तपाईको भोट अमूल्य छ, यसको कुनै मोल छैन। यो भन्दा अघि हामीहरुलाई जान्नु पर्दछ कि भोट भनेको के हो। साधारण भाषामा बुझ्दा भोट भनेको देश चलाउने प्रतिनिधि छान्न जनताले प्रयोग गर्ने संवैधानिक अधिकार हो। जब तपाई आफ्नो भोट बेच्छ, किसानको मेहनत र पसिना बिक्छ। जब तपाई आफ्नो भोट बेच्छ, गरीब र अशक्तको हक अधिकार बिक्छ। तपाईको भोटले देशको भविष्य बेचिन्छ। भोट बेच्दा आमा नेपालको सम्मान बिक्छ। भोट बेच्दा भ्रष्टाचारी नेता जित्छ तर जनताको विश्वास र न्याय बिक्छ। तपाईको भोटले धर्म, नीति र आफ्नो विवेक स्वयं बिकाउँछ। भोट बेचेपछि शिक्षा, स्वास्थ्य, सडक जस्ता आधारभूत सुविधा कमजोर हुन्छ। भोट बेच्दा गरिबको स्वाभिमान र आशा हराउँछ। भोट बेच्दा बलियो र धनी वर्गले गरिब र अल्पसंख्यकलाई फसाउने मौका पाउँछ। भोट बेचेपछि नेता मोज गर्छन्। तिम्रो भोटले धनी र शक्तिशालीलाई नै धनी बनाउँछ। भोट बेचेपछि न्याय, सत्य र समानता सबै कमजोर हुन जान्छ। भोट बेच्दा स्वदेशी उद्योग, रोजगार, सामाजिक न्याय सबै कमजोर हुन्छ। तपाईको भोटले केवल नेता जिताउँछ भन्ने छैन, देशमा असमानता र भ्रष्टाचार बढाउँछ। भोट बेचेपछि समाजमा बलिया र गरिबको दूरी अझ बढ्छ। तपाईको भोटले निष्पक्षता र साँचो लोकतन्त्र बिक्छ। अन्तत भोट बेच्नु भनेको देश, आमा, धर्म, नियत र भविष्य सबै बेच्नु हो। याद राख, एउटा भोट सस्तो लाग्न सक्छ तर यसको मूल्य अमूल्य छ। अब निर्णय तपाईको हुनेछ, भोट बेच्ने कि देश बनाउने। तपाईको एक भोट कुनै राम्रो पढे लेखेको असल चरित्र भएको नेतालाई दिन्छ भने किसानको पसिना, गरिबको हक, आमा नेपालको सम्मान र हाम्रो भविष्य उज्यालो हुनेछ। म आशा राख्दछु सम्पूर्ण देशवासीहरूसँग कि यो पालिको निर्वाचनमा तपाईहरू असल नेतालाई जिताउनुहुन्छ भनेर। अन्त्यमा यही भन्न चाहन्छु, मासु भात, पेट्रोल वा पैसामा आमा नेपालको सम्मान नबेच्नु। हाम्रोलाई हैन, राम्रोलाई भोट दिनु र देश विकासमा महत्त्वपूर्ण भूमिका खेल्नु। धन्यवाद। मेरो आग्रह छ सम्पूर्ण देशवासी र हाम्रो साथीहरूसँग कि मेरो च्यानललाई प्लिज सब्स्क्राइब गरिदिनु होला देशको लागि, र आउने दिनमा पनि इतिहासको लागि यस्तो भिडियो म बनाउने छु। र भिडियोमा कुनै त्रुटि भएछ भने माफ गर्नु होला, कमेन्टमा भन्नु होला। सबैजना आफ्नो माया देखाइदिनु होला, लाइक, कमेन्ट, सब्स्क्राइब गरेर। आशा गर्दछु सबैसँग। धन्यवाद।